सो हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई च्यानल। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म नि सन्चै आरामै छु। न्यू डे न्यू भ्लग होइन, आफ्टर लङ टाइम पछि। अनि आजकल चाहिँ अलि भ्लग बनाउन भएको छैन। मेरो मोबाइल अहिले अलिक बिग्रिरहेको छ होइन, त्यही भएर चाहिँ मैले खासै भ्लग बनाएको छैन होइन। अनि आज चाहिँ गठामुगो हो, नेवारीबाट चाहिँ गठामुगो भन्छ, नेपालीबाट चाहिँ गठामङ्गल भन्छ होइन। अनि त्यही हो, आज के कसो हुन्छ जतालाई देखाउँछु। आज खोइ यता तल पोखरीतिर स्विमिङ कम्पिटिसन हुन्छ जस्तो भन्दै थियो होइन। अनि त्यही हो, त्यही हेर्न जाऊँ के कसो हुन्छ जतालाई देखाउँछु तपाईँहरूलाई नि होइन। त्यही हो, अब साथी आउँदैछ, साथी आउँछ अनि त्यसपछि जतालाई जान्छु। अनि तपाईँहरूलाई एकछिनपछि भेटौँला है त गाइस। सो गाइस अहिले चाहिँ हामीहरू जतालाई घरबाट म चाहिँ घरबाट निस्किसकेँ। यहाँ चत्तरलाई चाहिँ साथी छ होइन। अनि त्यही हो, हामी चाहिँ अहिले चत्तरलाई के भन्छ स्विमिङ कम्पिटिसन हेर्न जाँदैछौँ है। अहिले चाहिँ हामीहरू बाटोमा छ, लास्टको घाम छ यहाँ। अनि त्यही हो, अब उतै पुगेपछि भेटौँ है त। गाइस पोखरी चाहिँ यही हो है। यहाँ स्विमिङ चाहिँ भइसक्यो कि म चाहिँ नि स्विमिङ चाहिँ भएको छैन, यही पोखरीमा स्विमिङ खेलाउने हो है। अनि त्यही हो गाइस यता चाहिँ ट्रफी छ है, मान्छेहरू नि यतै रहेछ है। अनि त्यही हो, कम्पिटिसन चाहिँ भएको छैन है। ल गाइस यता चाहिँ रेडी हुँदैछ है, त्यो तानेर लानेवाला। आज पायो भने त्यो नि बनाउँछु म चत्ता लगाएर। अनि अहिले चाहिँ हामी चत्ता बाघ भैरव जाऊँ न है, बाघ भैरव मन्दिरभित्र छिरौँ। बाघ भैरव मन्दिर पुग्यो है। यहाँ चाहिँ साथी चट्टा लगाएर गइरहेछ। ओए दामी बोल्यो है भिडियो। इन्फिनिक्स त्यही हो है। हामी अहिले चट्टा लगाएर हिँड्दैछौँ, बाघ भैरव मन्दिरभित्र घुम्दैछौँ होइन। यहाँ मासु देउतालाई भाइको ढोग्नुपर्छ होइन, किनभने यसपालि हाम्रो गाई जात्रा छ। गाईहरू यसपालि हाम्रो गाई जात्रा छ, चट्टा लगाएर म सिलेक्ट भइसक्यो है। गाईहरू हेर्न आउन सक्नुहुन्छ है। यहाँको भ्यू चाहिँ फेरि छुट्टै छ के, हेर्नु न भ्यू त बबाल छ नि त यहाँ। लास्ट गर्नु यार स्विमिङ त कति 3:30-4 बजी मात्रै हुन्छ अरे भन्छ यसको एक्स स्कुल है। एक्स स्कुल होइन त्यो र, एक्स स्कुल होइन त्यो यसको होइन। लास्ट गर्नु छ आज हाम्रो टोलको लाही निकाल्दैन, अनि लाही साही केही निकाल्दैन हाम्रो टोलको। गाई जात्रा नाचेको चाहिँ हाल्छु म भिडियो बनाएर। त्यही हो, अब स्विमिङ अलिपछि के गर्ने बेलामै भेटौँला है, एकैचोटि कम्पिटिसन सुरु हुने बेलामै भेटौँला। अहिले त अब के गर्ने यताउता घुम्यो सकियो हाम्रो। अब पायो भने स्केट पार्क जान्छ होला, एकछिन त्यहीँ बस्छु होला। त्यही हो, स्विमिङ कम्पिटिसन हेरेर मात्रै घर जान्छु होला है। आँखा लास्ट चिम्सो भएको छ हौ गाइसहरू मेरो, के भयो के भयो ल। अब सिधै एकछिनपछि भेटौँला है त, अलिक पछि नै भेटौँ। सो गाइस यता चाहिँ स्टार्ट हुन लागिरहेछ है। खोइ उद्घाटन हो कि के गर्नु लागिरहेछ, रिबन सिबन काट्न लागिरहेछ होइन। अनि त्यही हो, मान्छेहरू बबाल छ है। यतादेखि यता पुरै मान्छे छ, यता बाटो छ, म यता छु है, कसरी बसिरहेको छु म। त्यही हो, अब स्विमिङ स्टार्ट हुने बित्तिकै भेट्छु है त गाइस। सो गाइस यता चाहिँ फुटबललाई रेडी गर्दैछ मैले, त्यही हो है। अब सिधै अलिक पछि नै भेटौँला है त।
यसको ल गाइस बिस्तारै मुलामु अर्को त हा बुट चला लाइटन भिजाती नसे हा बुट हा बुट हा बुट हा बुट हा बुट हा बुट फाल्ने कार्यक्रम सक्यो गाइस एकछिनपछि यहाँ झेझे पापा नचाउँछ होइन अनि त्यही हो यसरी हिँड्नुपर्छ यहाँ मम्मी हुनुहुन्छ कहाँ हेलो ड्याबी हेलो गाइस बाबा चाहिँ उता गएको छ होइन त्यही हो गाइस अहिले चाहिँ हामीहरू चत्तलाई डान्स सकिएर होइन अहिले हामी यहाँ ग्रुपै हामी पुरै ग्रुपै गएर बाघ भैरव जाँदैछौँ है अनि यहाँ चाहिँ लाखे नचाइरहेको रहेछ के कसो हुन्छ चत्तलाई हेरौँ नाच्ने हुन्छ लाखे नाच्नु परेन पर्यो ढालेको नाच्नु परेन नाच्नु परेन मेन्टालिटी ल गाइजहरू हामीहरू चत्त लगाएर हेर्न आएको है
चाहिँ चक्कर लगाएर अहिले बाघहरू छुटिरहेको छौँ है। आज यहाँ के हो पूजा छ जस्तो लाग्यो। बाघहरू मन्दिर है। हेलो ढाके गएको आज यहाँ पूजा छ जस्तो लाग्यो होइन। हेलो ट्यामालो ल ल ल 0.5 बाट खिचिरहेको छु है। मासु देउता पुगेको छ है। साना भाइयाबे माका उठो त्यहाँ लुया भाइयाबे छुट्टै खर्छु। यहीँ मेन्टालिटी हेर्दै यहाँ यो रिजन महर्जनको मेन्टालिटी हेर यस्तो छ। लाखे बुढो हो चन्दला लाखे बुढो प्रवित त अब लाखेहरूको सिधै बाहिर गएर लाखेहरूको भ्लग छ बनाऊँ भिडियो सिडियो बनाऊँ अनि त्यही हो गाइस। चक्कर लगाएर एकछिनपछि भेटौँला है त। Sotla. सो गाइज म चाहिँ घर आइसकेँ होइन। अनि अघि चाहिँ बिचमा अब क्यामेरा अलि राम्रो कहिले कस्तो आइरहेको थियो होला होइन। साथीको त्यो राम्रो आएको चाहिँ साथीकोबाट खिचेको हो होइन। अनि नराम्रो आएको चाहिँ मेरै फोनबाट खिचेको हो होइन। अनि त्यही हो आजको लागि चाहिँ यति नै। अब सिधै नेक्स्ट ब्लगमा भेट्छु होइन। जे होस् आज हाम्रो यो गाई जात्राको लागि प्र्याक्टिसिङ नि बवालै भयो होइन। अनि त्यही हो अब सिधै भोलि पछि भेटौँला। अब पायो भने भोलि नि बनाउँछु होइन। त्यो नाचेको मात्रै बनाउँछु होला बनायो भने चाहिँ। अनि त्यही हो अब सिधै अर्को ब्लगमा भेटौँला। अनि थ्याङ्क यू फर वाचिङ माई ब्लग। कस्तो लाग्यो चत्त लागेर भनिदिनु होला। अनि दिउँसो स्विमिङ कम्पिटिसन हेर्न गएको त्यहाँ कम्पिटिसनै भएन है। 4:30 बजीसम्मै बसेको थिएँ। 4:30 जे होस् 4 साढे 4सम्म बसिरहेको थिएँ हुँदै भएन। अनि हामी फर्किहाल्यो अलिकति मात्रै हाल्यो होइन। जे होस् स्विमिङ कम्पिटिसन हेर्न गएको भनेर चाहिँ मैले भ्लग बनाएको थिएँ तर इन्ट्रो बनाएको थिएँ तर त्यहाँ स्विमिङ कम्पिटिसनमा कुद्दै लास्टै अल्छी लाग्यो कि घाम त्यस्तो क्लिक्क लागिरहेको थियो होइन। अनि त्यही भएर चाहिँ स्विमिङ खेलेको चाहिँ त्यस्तो आएन प्लस मैले म घर आइहालेको थिएँ होइन। अनि त्यही हो अब सिधै नेक्स्ट भ्लगमा भेटौँला है त गाइज। मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब चत्त लगाएर गरिदिनु होला।